हाम्रो खाना रेडी हुँदैछ। सेवारो नमस्ते। आज मेरो किचनमा के पाक्दैछ भने आज स्पेसली मेरोमा आज खीर पाक्दैछ। खीरसँग खानको लागि मैले आलु फ्राई गर्दैछु। आलु फ्राईको लागि मैले 3टा लिए आलु। त्यसपछि 3टा लिएपछि सानसानो गरेर आलुलाई चप गरेँ। ठुल्ठुलो पनि राम्रो हुन्न के, सानसानो राम्रो हुन्छ। सानसानो गरेर यसरी चप गरेँ सबै आलु। वास गर्ने। अनि म चाहिँ प्याज मनपर्छ क्या, स्पेसली प्याज प्रायः मान्छे हाल्दैनन् होला, तर मलाई यो प्याजको फ्लेभर चाहिँ एकदम मनपर्छ कि। अनि प्याज यसरी नै गरेर आलुको सेपमै, आलु जस्तै सेपमा चप गरेँ। अनि यसरी आलु, किनभने यो एकदम प्याज राम्रो हुन्छ क्या। अनि 3टा खोर्सानी लिए। 3टा खोर्सानी चाहिँ, खोर्सानी पनि एकदम मिठो आउँछ क्या त्यो आलुमा, फ्राई आलुमा हरियो खोर्सानी। त्यसपछि धोएर राखेको छु मैले धनियाँ पनि मैले यसरी निकालेर यो धनियाँ पनि सानसानो गरेर मैले चप गरेँ यसरी। अनि मेरो कराई तत्तिएको छ, यसमा तेल हालेँ मैले। जिरा, किनभने जिरा एकदम आलुमा चाहिँ मिठो हुन्छ क्या, एकदम मिठो आउँछ। अनि यसमा हरियो खोर्सानी पड्काएँ। अनि प्याज पनि हालेँ यसरी। त्यो प्याज चाहिँ धेरै भुट्नु हुन्न कि, हल्का यसरी आलु मैले हालेँ। अनि आलु चाहिँ 80% जति पाक्नुपर्छ। यो धेरै पाक्यो भने अलिक राम्रो हुँदैन कि, अलिकति धेरै प्लात्तै पाक्यो भने। अनि त्यसपछि 80% पाकेपछि चाहिँ यो नुन, बेसारहरू अनि थोरै खोर्सानीको धुलो हाल्दा पनि हुन्छ। अरू मसलाहरू चाहिँ हाल्नु हुँदैन क्या, अलिक मिठो आफ्नो टेस्ट होला। मलाई चाहिँ मन पर्दैन। खाना रेडी हुँदैछ। थ्याङ्क यू, नमस्ते।